नमस्ते. 안녕하세요. इहा कोरियन भाषा केन्द्र कीर्तिपुरबाट म शरण महर्जन आज फेरि तपाईहरुलाई कोरियन भाषा सिकाउन उपस्थित भइसकेको छु। आज चाहिँ तपाईहरुलाई म कोरियन फाइनल कन्सोनेन्ट लेटर है अथवा फाच्छिम सिकाउने छु। फाच्छिम भन्नाले के हो त है फाच्छिम भन्नाले फाइनल कन्सोनेन्ट लेटर अथवा अक्षरको अन्तिम अक्षर है अथवा तल झुन्डेको अक्षरलाई नै फाच्छिम भनेर भनिन्छ भने कसैले यसलाई चाहिँ पुच्छ्रे व्यञ्जन वर्ण पनि भनिन्छ। ओके ल आज पनि अब समय अलमल नगरिकन अब क्लास सुरु गरिहालौँ। अन्तिम व्यञ्जन वर्ण। ओके ओके अब म व्हाइट बोर्डमा जान्छु है। व्हाइट बोर्डमा अब तपाईलाई पहिला म अलिकति अक्षरको बनावटको बारे अलिकति भनिदिन्छु। अस्ति नै पनि हामीले अक्षरको बनावट भयो, अक्षरको बनावटको बारे कुरा भइसकेको हो हाम्रो। जस्तै अस्ति नै 12 खरी सिक्दाखेरि अक्षरको बनावटमा के थियो त भन्दाखेरि तपाईको एउटा चाहिँ कन्सोनेन्ट प्लस है कन्सोनेन्ट प्लस भोवेल अथवा कन्सोनेन्ट प्लस भोवेल भनेको सी प्लस भी एउटा हामीले अध्ययन गर्यौं भने सी प्लस भी है सी प्लस भी अध्ययन गर्यौं भने अर्को चाहिँ हामीले कन्सोनेन्ट प्लस भोवेल है माथि कन्सोनेन्ट तल भोवेलको पढ्यौं भने अब आज फाइनल कन्सोनेन्टमा चाहिँ के हुन्छ त भन्दाखेरि फाइनल कन्सोनेन्टमा तपाईको यसको मुनि फेरि एउटा अथवा दुईटा है कन्सोनेन्ट लेटर चाहिँ झुन्डेर आउँछ है तल झुन्डेर आउँछ। यसमा पनि तपाईको के हुन्छ त भन्दाखेरि यहाँ फेरि कन्सोनेन्ट लेटर चाहिँ झुन्डेर आउँछ है। यो जुन झुन्डेर आएको लेटर छ यही झुन्डेर आएको लेटर यो अथवा यो यसलाई हामीले फाइनल कन्सोनेन्ट भनेर भन्छौं है। यो नै के हो त भन्दाखेरि फाइनल कन्सोनेन्ट लेटर्स बुझ्नुभयो। यसको पनि यो के हो त फाइनल कन्सोनेन्ट लेटर्स हो कि है फाइनल कन्सोनेन्ट लेटर है। यसरी यो फाइनल कन्सोनेन्ट लेटर भन्नाले अब तल झुन्डेर कन्सोनेन्ट लेटर तल झुन्डेर आएको अवस्थालाई बताउँछ। र अब हामीले सिक्ने के त भन्दाखेरि यसरी तल झुन्डेर आउँदाखेरि कन्सोनेन्ट लेटरको उच्चारण अलि फरक हुन जान्छ है। आज हामी वास्तवमा अब अक्षर सिक्ने भन्दा नि अक्षरको उच्चारण अथवा कन्सोनेन्ट लेटर तल झुन्डेर आयो भने कसरी उच्चारण गर्ने भन्ने कुरा अध्ययन गर्नेछौँ। ओके ल अब हामी जाउँ फाइनल कन्सोनेन्ट लेटर अथवा सिंगल फाइनल है दुईटा हुन्छ यो एउटा आज चाहिँ हामी सिंगल फाइनल कन्सोनेन्ट लेटर्स है अथवा एकल अन्तिम व्यञ्जन वर्ण भनिन्छ। एकल अन्तिम व्यञ्जन वर्ण ओके है। यसलाई फाच्छिम पनि भनिन्छ फाच्छिम। ल अब यो सिंगल फाइनल कन्सोनेन्ट लेटर अब कसरी उच्चारण गर्ने भन्ने कुरा अब अध्ययन गरौँ ल। सबभन्दा पहिला यहाँनिर के छ त है ग छ भनौँ ल है ग यदि तल झुन्डेर आयो भने है तल झुन्डेर आयो भने गलाई हामीले अब खास कोरियनहरूले गर्ने चाहिँ ग नै गर्छ है। तर विदेशीहरूले यसलाई क गर्ने गर्छ है किनभने ग आदि उच्चारण र क आदि उच्चारण अलि उस्तै सुनिन्छ है। त्यस कारणले गर्दाखेरि हामीले यो ग तल झुन्डेर आयो भने क उच्चारण गर्ने गर्छौँ है। प्राय विदेशीहरूले चाहिँ क गर्छ भने कोरियनहरूले ग पनि गर्छ है त। ल जस्तै यसमा के हुन्छ त ग यसरी हैन मो अब म र ओ मो हुन्छ म र ओ मो अनि ग तलायो भने मोक
गर्नुपर्छ है म र ओ मोक भयो भने यसरी मोक यसरी गर्दाखेरि पनि हुन्छ अर्को मोक ग नै आदि राखे पनि फरक पर्दैन ओके मोक हुन्छ त्यसपछि नमा जाउँ न तल आयो भने नको न नै हुन्छ यसमा कुनै फरक पर्दैन है अब तल भए पनि माथि भए पनि सधैँ न नै उच्चारण हुन्छ जस्तै एक्जाम्पलको लागि हामीले सजिलो एक्जाम्पल लियौँ स र आ सा है स र आ सा हुन्छ भने तल न जुन्डेर आयो भने आधा अक्षर उच्चारण हुने हो क्या है स र आ सा त्यसपछि न आदि भयो भने सान हुन्छ है न आदि भयो भने सान हुन्छ ओके ल अर्को तेस्रोमा जाउँ दमा जाउँ है यो द अक्षर हो है द अब द तल हुँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि यहाँनिर द कोरियनहरूले द नै गर्छ भने हामी विदेशीहरूले चाहिँ त उच्चारण गर्ने गर्छ है विदेशीहरूले प्राय त उच्चारण गर्ने गर्छ अथवा द अथवा त भनेर बुझौँ है त यसलाई सबैभन्दा पहिला अब यहाँनिर के छ त भन्दाखेरि बुझ्नुपर्ने कुरा अब द तल आयो भने हामीले के उच्चारण गर्ने त भन्दाखेरि कोत है कोत अथवा खोत गर्छ ग सुरुको अक्षरमा आयो भने ख त्यसपछि खोत ओके खोत है अब कोरियनहरूले खोत लेख्दाखेरि द लेख्न पनि सकिन्छ तर उच्चारण गर्दाखेरि हामीले उस्तै उच्चारण सुन्ने भएकोले खोत है खोत र तल आयो भने ल हुन्छ र तल झुन्डेर आयो भने ल उच्चारण हुन्छ जस्तै स र उ सु र तल झुन्डेर आयो भने सुल हुन्छ है स र उ सु र तल झुन्डेर आयो सुल हुन्छ ओके ल एकचोटि हामी यो उच्चारण एकचोटि हेरौँ त मोक है मोक सान सान खोत खोत सुल सुल ओके ल त्यसपछि अलिकति माथि जाउँ अब म तल झुन्डेर आयो भने के हुन्छ त अब म तल झुन्डेर आयो भने मको म नै हुन्छ होइन मको म नै हुन्छ त्यसैले यहाँनिर हामी एउटा शब्द लेखौँ म हो मो हुन्छ नि तल झुन्डे आयो भने के हुने भयो त मोम हुन्छ है म र ओ मो मोम हुन्छ मोम ओके ल अब त्यसपछि ब उच्चारण गरौँ है ब तल आयो भने कोरियनहरूले ब नै गरे तापनि हामी विदेशीहरूले प गर्ने गर्छौँ है प गर्ने गर्छ त्यसैले अब यसलाई चाहिँ हामीले प उच्चारण जस्तै के हुन्छ त बाप हो नि वास्तवमा होइन बापलाई हामीले अब अलिकति फाप गर्नुपर्ने हुन्छ है फाप ब तल आयो भने ब अथवा प उच्चारण गरिन्छ विदेशीहरूले चाहिँ प गर्नु भएकोले मैले यहाँ प नै लेखिदिएको छु फाप ओके ल स आयो भने के हुन्छ त अब स आयो भने यो द अथवा त उच्चारण हुन्छ है द अथवा त भन्नाले विदेशीहरूले त बढी उच्चारण गर्छ त्यसैले यसलाई हामीले बुझौँ ओके फिट गर्न है ब सुरुमा आयो फ भयो यसलाई हामीले फिट गर्न सकिन्छ है फिट कसरी उच्चारण गर्ने त फिट ओके ल त्यसपछि यो एउटा इयङमा जाउँ हामी इयङमा जाँदाखेरि के हुन्छ त यो दशा माथि हुँदाखेरि साइलेन्स लेटर भए तापनि अब यहाँनिर तपाईँको चाहिँ ङ उच्चारण हुन्छ यसको है ङ उच्चारण हुन्छ जस्तै खाङ खोङ है यसलाई हामीले खाङ उच्चारण गर्न सकिन्छ खाङ ओके खाङ हुन्छ ओके ल फेरि एकचोटि यहाँ माथिदेखि उच्चारण गरौँ सुल मोम फाप फिट
खान। यति बुझ्नुभयो है। ल यति बुझ्नुभयो भने फेरि अब हामी अर्को अगाडि बढौँ। अझ अगाडि बढाउँदाखेरि के हुन्छ त भन्दाखेरि तपाईँको ज तल आयो भने के हुन्छ त भन्दाखेरि ज तल आउँदाखेरि द अथवा त हुन्छ है। द अथवा त हुन्छ। अब यो अघि पनि भनिसकेँ, विदेशीले त गर्छ भने स्वदेशीहरूले द गर्छ है, मतलब कोरियनहरूले चाहिँ द गर्छ, तर उच्चारण गर्दाखेरि उस्तै सुनिन्छ। ओके ल सरी है। नात, यो ज तल आयो भने के हुने भयो त अब यसलाई हामीले नात उच्चारण गर्नुपर्छ। बुझ्नुभयो? नात हुन्छ है, नात। त्यसपछि अर्को जाउँ। अब छ तल झुन्डेर आयो भने पनि यो सेम उच्चारण हुन्छ है, ड अथवा त नै हुन्छ। र यसलाई हामीले शब्दमा पनि उच्चारण गरौँ। यो के हुन्छ त तपाईँको कोत है। को भयो, छ तल आयो भने कोत है, कोत। त्यसपछि ख है। यो चाहिँ कस्तो हुन्छ भने ज को फ्यामिली भयो भने जमा जे छ त्यही हुन्छ है। अब यो पनि ख ग को फ्यामिली भएकोले यो ग अथवा क हुन्छ है। जुन फ्यामिली हो त्यही अनुसार चाहिँ उच्चारण हुन्छ। ग को फ्यामिली भएपछि ग अथवा क हुन्छ। जस्तै अब यसमा के छ त भन्दाखेरि यो अलिकति फुअक छ है, फुअक। ओके, फुअक। थ भनेको ड को फ्यामिली हो। ड को फ्यामिलीमा जे छ त्यही उच्चारण हुन्छ है, ड अथवा त हुन्छ। यहाँनिर अब थमा चाहिँ यहाँ के छ त है, कुत छ है। यो चाहिँ के हो त कुत। फाट पनि भन्न सकिन्छ, फाट है, फाट कुट। ज अब ख थ फ है, फ को पाला आएछ। अब फ भनेको चाहिँ तपाईँको के त भन्दाखेरि ब को फ्यामिली हो। यो ब फ्यामिली भएपछि यो कोरियनहरूले ब गर्छ भने विदेशीहरूले प गर्छ कि है। विदेशीहरूले प भन्ने गर्छ। जस्तै अब यसलाई इफ हो नि, यसलाई इफ उच्चारण गरिन्छ है त, इफ। त्यसपछि जाउँ हामी अब हमा। यो ह चाहिँ कस्तो त भन्दाखेरि हुन त यसलाई द अथवा त उच्चारण गर्ने भनिन्छ, तर यो वास्तवमा भन्ने हो भने चाहिँ शब्द लेख्ने बेला यो प्राय ड तको रूपमा चाहिँ आउँदैन, अरूसँग नै सम्मिश्रण भएर अथवा अरूको संयुक्त उच्चारण भएर फरक उच्चारण हुने गर्छ है यो चाहिँ। ल त्यसैले म अर्कोमा गइहाल्छु। तपाईँको अरू अब डबल कन्सोनेन्ट पनि तल झुन्डेर आउँछ। डबल कन्सोनेन्टमा चाहिँ यो ग ग क आउँछ है। यसरी फाक है, फाक हुन्छ। अर्को एउटा चाहिँ तपाईँको यो डबल स, मोटो स पनि तल झुन्डेर आउँछ। यो चाहिँ अब ड अथवा त हुन्छ है, ड अथवा त भन्ने हुन्छ। यो इत्तासँग प्रयोग हुन्छ है, यो इत्ता है, इत्ता। ल एकचोटि उच्चारण गरौँ सँगै। के छ त भन्दाखेरि यहाँ जको छ, जलाई हामीले यहाँ नात गरौँ है। नात, कोत, फुअक, कुत, इप, फाक अनि इत्ता। बुझ्नुभयो है। ल यसरी हामीले झन्डै 16वटा अक्षरको चाहिँ तल झुन्डेर आउँदाखेरि कस्तो उच्चारण हुन्छ भन्ने कुरा यहाँ तपाईँलाई सिकाइदिएको छु है।
बुझ्नुभएको छ कि छैन, यदि छैन भने कमेन्ट गर्न सक्नुहुन्छ, म कमेन्ट सेक्सन हेर्छु एकैछिन। ओके, एउटा कमेन्ट चाहिँ गर्नुभएको रहेछ अनिश श्रेष्ठजीले। हेलो सर, यो लाइभ क्लासमा अल इपिएसमा रिलेटेड ग्रामर र एडभान्स बुक पनि पढाउनुहुन्छ भनेर छ है। पढाइ हुन्छ यो है, तपाईँहरूको चाहिँ इपिएसमा रिलेटेड, यो सबै इपिएस रिलेटेड नै हो। पछिसम्म क्लास हुन्छ, तर अलि लामो हुँदै जान्छ है। अब तपाईँको ग्रामर नै तपाईँको झन्डै झन्डै 2.5 महिना जति लाग्छ, 2.5-3 महिना नै लाग्न सक्छ, र त्यसपछि मात्र एडभान्सको क्लास हुन्छ है। ओके, ल अब म एकचोटि टिकटकमा हेर्छु, टिकटकमा के छ त। ओके, टिकटकमा खास कमेन्ट छैन रहेछ, के छैन। ओके, ल अब यसलाई अब तपाईँहरूले चाहिँ पहिला कण्ठ गर्नु पर्यो है। तपाईँले कण्ठ गर्नु पर्यो के त भन्दाखेरि यो फाइनल कन्सोनेन्ट अथवा त्यही कन्सोनेन्ट अक्षर तल आयो भने कसरी उच्चारण गर्ने, यसलाई छुट्टै कण्ठ गर्नु पर्यो कि है। ग तल आयो भने क अथवा ग क भनेर गर्नु पर्यो। न को न, द को द त है, र को ल, म को म, ब को ब प, स को द ट र यो अ को ङ चाहिँ उच्चारण हुन्छ है। त्यसपछि अर्को बाँकी यहाँनिर के छ त भन्दाखेरि ज को द त अथवा द त गर्नु पर्यो। छ को पनि सेम द त, ख को ग क, थ को द त, फ को ब प, ह को ड त भए पनि खासै प्रयोग हुँदैन, क को ग क र स को द त है। यसमा यतापट्टि साइडमा भएको सबै हामी विदेशीहरूले गर्ने उच्चारण भएकोले एउटा लाइन मात्र कण्ठ गर्नुभयो भने फरक पर्दैन। ओके, ल आज तपाईँहरूले पहिला यति कण्ठ गर्नु होला। यो कण्ठ गरिसकेपछि भोलि हामी डबल फाइनल कन्सोनेन्ट उच्चारण गर्नेछौँ है त। डबल फाइनल कन्सोनेन्ट कसरी उच्चारण गर्ने अथवा त्यसलाई चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरा भोलि शनिबार भयो, पर्सि आइतबार फेरि अर्को क्लासमा तपाईँहरूलाई सिकाउनेछु। ओके, ल त अब आजको क्लास छोटो है, एकदमै छोटो भएको छ। आज क्लास चाहिँ हामी यति नै गरौँ। पर्सि फेरि तपाईँहरूलाई डबल फाइनल कन्सोनेन्ट बारे चाहिँ सिकाउनेछु है त। ल त्यतिन्जेलसम्म राम्रोसँग बस्नु होला। 안녕히 계세요.